सबैजनालाई आजको भिडियो ट्युटोरियलमा स्वागत गर्न चाहन्छु। आज मैले आइक्यू परीक्षणका लागि यथार्थ कस्तो तयारी गर्ने भन्ने शीर्षकमा चाहिँ भिडियो बनाउन गइरहेको छु। आजको भिडियोमा म आइक्यू प्रश्नहरूको समाधान नभएर समग्रमा आइक्यू परीक्षामा सफल हुनका लागि के कस्ता उपाय र तयारी गर्न सकिन्छ भन्ने टिप्स प्रस्तुत गर्न गइरहेको छु। हाम्रो चाहिँ शाखा अधिकृतको प्रथम पत्रको परीक्षा चाहिँ यही चैत्र 30 गते हुन गइरहेको छ। यसले चाहिँ साथीहरू सबैलाई चाहिँ सहयोग गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु। शाखा अधिकृत पदमा 30 वटा प्रश्न र प्रत्येकको 1 मार्क्स गरेर जम्मा 30 वटा आइक्यू प्रश्नहरू सोधिनेछ। आइक्यूमा सफल हुनु भनेको चाहिँ हामीले 30 वा 29 मार्क्स ल्याउन चाहिँ क्यापेबल भइसकेको हुनेछौँ भन्ने चाहिँ हुनेछ। जस्तै हामीले चाहिँ आइक्यूको तयारी गरेको छौँ भनेपछि हामीले चाहिँ 29 वा 30 वटा प्रश्नहरूको चाहिँ हल गर्न सक्ने भएको हुनुपर्दछ। सामान्य पढाइले पनि 15 देखि 20 मार्क्स ल्याउन त सम्भव छ। तर तयारी गरेको छु, मैले पढेको छु भनेपछि त आइक्यूमा चाहिँ 30 वटा प्रश्नमा त 29 देखि 30 वटा, एउटा बिग्रेला दुईटा बिग्रेला त्यति प्रश्नको समाधान गर्न सक्ने हुनुपर्दछ। लोकसेवामा पास भएर मात्रै हुँदैन, प्रतिस्पर्धामा आउन सक्ने हुनुपर्दछ। अरूले चाहिँ हाम्रोभन्दा थोरै मार्क्स बेसी ल्यायो भने पनि अरू सिलेक्ट हुने सम्भावना छ। त्यसैले चाहिँ पास हुने भन्दा पनि प्रतिस्पर्धामा कसरी आउने र सकेसम्म हाई स्कोर, उच्च मार्क्स कसरी ल्याउने भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ। जति अध्ययन गरे पनि परीक्षामा नहुनुको पछाडि केही टेक्निकल इररहरू हुन्छन्। कस्ता इररहरू हुन्छन् भन्दाखेरि हामी आफैलाई सही भनिरहेका हुन्छौँ तर चाहिँ त्यो वास्तवमा चाहिँ गलत भइरहेको हुन्छ। अनि त्यस्तो चिजले चाहिँ हामीलाई पछाडि पारिरहेको हुन्छ। आज म यस भिडियोमा के गर्ने त, कसरी गर्ने, आफूलाई कसरी तयारी गर्ने जसले गर्दा आइक्यूमा 30मा 30 नम्बर ल्याउन सकिन्छ भन्ने विषयमा केही टिप्सहरू प्रस्तुत गर्न गइरहेको छु। अब भिडियो सुरु गरौँ। सुरुमा आइक्यूको परिचयबाट जाउँ। आइक्यू भनेको के हो भन्दाखेरि बौद्धिक परीक्षण हो। यसलाई यति मात्रै बुझौँ, बौद्धिक परीक्षण हो जसमा चाहिँ हाम्रो इन्टेलेक्चुअल क्यापेसिटी, हाम्रो चाहिँ बौद्धिक क्षमता कति छ भन्ने चाहिँ यसले परीक्षण गर्दछ। लोकसेवा पास गर्न नसकी नहुने विषय हो यो आइक्यू भन्ने कुरो चाहिँ। लोकसेवामा चाहिँ यो कम्पलसरी गर्नै पर्छ। लोकसेवामा चाहिँ विभिन्न वेटेज अनुसार चाहिँ यो प्रश्नहरू दिएको हुन्छ। जस्तै शाखा अधिकृतमा 30 वटा प्रश्न 30 मार्क्सको दिएको हुन्छ। अनि नायब सुब्बामा चाहिँ 20 वटा प्रश्न प्रत्येकको 2 मार्क्सका दरले गर्दाखेरि 40 मार्क्स दिएको हुन्छ। तथा विभिन्न संस्थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मी अनिखेरि लगायत चाहिँ विभिन्न पदहरूमा चाहिँ यो आइक्यू सम्बन्धी प्रश्नहरू राखेको हुन्छ। त्यसैले कारणले गर्दाखेरि यो आइक्यू भन्ने कुरो चाहिँ सिक्नै पर्ने हुन्छ लोकसेवा पास गर्नको लागि, विभिन्न ठाउँमा जागिर खानको लागि, सरकारी जागिर खानको लागि। अनिखेरि चाहिँ यो भएन भने चाहिँ लगभग हाम्रो त्यो सपना चाहिँ अधुरै रहने सम्भावना हुन्छ। शाखा अधिकृतको प्रथम पत्रको परीक्षामा 30 वटा प्रश्न 30 नम्बरको सोधिने। नासोको प्रथम पत्रमा 20 वटा प्रश्न 40 नम्बरको सोधिने। अन्य परीक्षाहरूमा पनि अनिवार्य सोधिने। यो चाहिँ आइक्यूको यो परिचय रहेको छ। अब आइक्यूको तयारीलाई 4 भागमा विभाजन गर्न सकिन्छ। आइक्यूको तयारी कसरी गर्ने भन्ने विषयमा चाहिँ हामीले आइक्यूलाई चाहिँ 4 वटा भागमा, समयको आधारमा 4 वटा भागमा डिभाइड गर्न सक्छौँ। जस्तै यसमा चाहिँ मुख्य 3 महिना। अब यसको के हुन्छ भन्दाखेरि सुरु एउटा 3 महिनाको पिरियड एउटा भाग हो। जुनसुकै यो ऱ्यान्डमली हो। यो 3 महिना भन्नाले यही वैशाखदेखि असार भन्ने होइन, कुनै पनि 3 महिना भन्ने कुरो चाहिँ यो मुख्य 3 महिना भयो। अर्को चाहिँ परीक्षाको 20 देखि 5 दिन अघिसम्मको तयारी, यो दुईटा भयो। पहिलो चाहिँ 3 महिना कुनै पनि ऱ्यान्डम टाइम 3 महिनाको तयारी भयो। अनि अर्को चाहिँ परीक्षा आउनुभन्दा 20 दिन अघिदेखि 5 दिन अघिसम्मको तयारी कस्तो हुनुपर्दछ भन्ने विषयहरू भयो। अनि अर्को चाहिँ परीक्षाको 5 देखि अघिल्लो दिन बेलुकासम्मको तयारी कस्तो कस्तो हुनुपर्दछ भन्ने विषयहरू भए। अनि अर्को चाहिँ परीक्षाको अघिल्लो दिनको बेलुकादेखि परीक्षासम्मको तयारी कस्तो हुनुपर्दछ भन्ने विषय चाहिँ अब यहाँनिर आउँदछ। अब मुख्य तयारी 3 महिना। 3 महिना भनेको कुनै पनि 3 महिना। यो 3 महिना भनेको चाहिँ कस्तो भन्दाखेरि हामीले आइक्यू सिक्ने 3 महिना भन्न खोजेको हो। अब यो 3 महिनामा चाहिँ हामीले के गर्न सक्छौँ, कस्तो तयारी गर्ने भन्ने विषय चाहिँ यहाँ उल्लेख गर्न गइरहेको छु। अब यसमा सुरुमा के गर्ने भन्ने म्याथमेटिक्सका सामान्य कुराहरू सिक्ने। आइक्यू भनेको के हो भन्दाखेरि म्याथमेटिक्स हो। म्याथमेटिक्स भएन भने आइक्यू सम्भव छैन। त्यसैले म्याथमेटिक्स कुनै पनि हालतमा सिक्नु पर्दछ आइक्यूमा जानुभन्दा अगाडि।
अब म्याथमेटिक्स भन्नाले पनि त्यति ठुलो म्याथमेटिक्स त्यो गाह्रो भन्ने कुरो चाहिँ हुँदैन। म्याथमेटिक्स भन्नाले सामान्य म्याथमेटिक्स, बेसिक एडिसन, मल्टिप्लिकेसन्स जस्ता कुराहरू चाहिँ हामीले सिक्नुपर्ने हुन्छ। अब म्याथमेटिक्समा चाहिँ के सिक्ने भन्दाखेरि क्रस मल्टिप्लिकेसन गर्न सिक्ने। क्रस मल्टिप्लिकेसन कसरी गर्ने? कसरी चाहिँ क्रस मल्टिप्लिकेसन हुन्छ? दुईवटा नम्बर हुन्छ, दुईवटा नम्बरलाई इक्वलले लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडमा डिभाइड सेपरेट गरेको हुन्छ। अनि त्यो दुईवटा नम्बर बिच क्रस मल्टिप्लिकेसन कसरी गर्ने भन्ने कुरो चाहिँ मेन कुरो हो यसमा चाहिँ, आइक्यूमा चाहिँ। दोस्रो कुरो भनेको भिन्नको जोड घटाउ। भिन्न भनेको के हो? फ्र्याक्सन, हर र अंशको रूपमा माथि बाइ तलको यस्तो अङ्कहरू दिएको हुन्छ, त्यसको जोड कसरी गर्ने, घटाउ कसरी गर्ने त्यस्तो अङ्क आयो भने भन्ने कुरो हो। अनि भिन्नको गुणन र भाग, भिन्न दियो भने, दुईवटा भिन्न अङ्क दियो भने त्यसलाई गुणन कसरी गर्ने, भाग कसरी गर्ने भन्ने कुरो भयो। अनि यो भिन्नको गुणन र भागमा भिन्न कसरी कटाउने भन्ने कुरो नि हुन्छ है त। इक्वेसनको साइन परिवर्तन गर्न, यसलाई इक्वेसन हुन्छ जस्तै y = mx + c, y = 2x + a, यस्तो इक्वेसन दिएको हुन्छ। यो इक्वेसनमा चाहिँ त्यो y को 2a को यस्तोको चाहिँ त्यो सिम्बलहरूको चाहिँ साइन कसरी परिवर्तन हुन्छ? साइन परिवर्तन भन्नाले के हो? प्लस छ भने माइनस कुन अवस्थामा हुन्छ, माइनस छ भने प्लस कुन अवस्थामा हुन्छ, डिभिजन छ भने मल्टिप्लिकेसन कस्तो अवस्थामा हुन्छ, मल्टिप्लिकेसन छ भने डिभिजन कस्तो अवस्थामा हुन्छ भन्ने कुरो चाहिँ इक्वेसनको साइन परिवर्तन गर्न सिक्नुपर्दछ। अनि सामान्य इक्वेसनलाई समाधान गर्न सिक्नुपर्छ। जस्तै y = 2x + 3 छ भने y को भ्यालु कति हुन्छ, x = यति हुँदाखेरि भन्ने जस्तो अवस्थामा चाहिँ सामान्य इक्वेसनलाई समाधान गर्न जान्नुपर्दछ। अनि अर्को, ठुलो सङ्ख्याको भिन्नलाई काटेर सानो भिन्न कसरी बनाउने? जस्तै 30/100 छ भनेदेखि त्यसलाई कसरी 30 ठुलो सङ्ख्या भयो, तल 100 पनि ठुलो सङ्ख्या हो भने त्यसलाई काटेर सानो सङ्ख्या कसरी बनाउने भन्दाखेरि 30 को एउटा 0 र 100 को एउटा 0 काट्दाखेरि 30 मा 3 बाँकी रह्यो, 100 मा 10 बाँकी रह्यो भने चाहिँ 3/10 हो। यस्तरी काट्न कसरी गर्न सकिन्छ, कसरी सानो भिन्न बनाउने ठुलो भिन्नबाट भन्ने कुरो पनि सिक्न जरुरी छ म्याथमेटिक्समा। अनि एक नियम सिक्ने। एक नियम चाहिँ धेरै महत्त्वपूर्ण छ। एक नियम कसरी सिक्ने भन्दा जस्तै 10 रुपियाँको 50 वटा आउँछ भने 1 रुपियाँको कति वटा छ, 100 रुपियाँको कति वटा आउँछ भन्ने जस्तो प्रश्नहरू एक नियमका प्रश्नहरू हुन्। यस्तो चाहिँ अगाडि सिक्नुपर्ने हुन्छ। यो भनेको के हो भन्दाखेरि यो कुनै आइक्यू नभएर चाहिँ यो भनेको चाहिँ आइक्यू समाधान गर्नको लागि चाहिने सामान्य म्याथमेटिक्सहरू हुन्। जस्तै चाहिँ यसमा के हो भन्दाखेरि मेन कुरो चाहिँ क्रस मल्टिप्लिकेसन, भिन्नको जोड घटाउ, भिन्नको गुणन र भाग, इक्वेसनको साइन परिवर्तन गर्ने, सामान्य इक्वेसनलाई कसरी समाधान गर्ने, ठुलो सङ्ख्याको भिन्नलाई काटेर सानो कसरी बनाउने, एक नियम। यति चिज सिकेपछि हामी आइक्यूको बल्ल आइक्यू पढ्न योग्य भयौँ। यति जान्नै पर्दछ, नत्र भने आइक्यू हामीले बुझ्नेवाला छैनौँ। मुख्य 3 महिनामा चाहिँ सुरुमा के छ भन्दाखेरि यो म्याथमेटिक्स, सामान्य म्याथमेटिक्सको कुराहरू सिक्नुपर्ने आवश्यकता छ। अनि फेरि अर्को कुरो एलसिएम पनि सिक्नुपर्ने हुन्छ, किनभने एलसिएम भनेको टाइम एन्ड वर्कमा नभई नहुने चिज हो। एलसिएम पनि निकाल्न सक्नुपर्छ सामान्य म्याथमेटिक्स अन्तर्गत। अनि अर्को प्रोफेसनल ट्रेनिङ गर्ने। अनि प्रोफेसनल ट्रेनिङ भन्नाले के हो भन्दाखेरि चाहिँ हामीले इन्स्टिट्युटतिर गएर चाहिँ पढ्नुपर्ने हुन्छ अथवा चाहिँ कुनै कोर्स लिनुपर्ने हुन्छ आइक्यूको। किनभने त्यहाँनिर किन पढ्ने भन्ने विषयहरूमा चाहिँ यहाँनिर उल्लेख गरेको छ। नियमित पढ्ने अनुशासन विकास हुन्छ। जस्तै हामीलाई कोचिङ कति बजी, 7 बजेदेखि 8 बजीसम्म छ, 8 बजेदेखि 10 बजीसम्म छ है भनेर हामी चाहिँ दिनकै त्यही विषयमा चाहिँ हामी फोकस हुन्छौँ र हामी नियमित रूपमा क्लास जान्छौँ, नियमित रूपमा लेक्चर सुन्छौँ र नियमित रूपमा फर्किन्छौँ, नियमित रूपमा प्र्याक्टिस गर्छौँ। यसले के गर्छ भन्दा एउटा अनुशासनको विकास गर्छ। अनुभवी प्रशिक्षकबाट प्रशिक्षित हुन पाइन्छ। अनुभवी प्रशिक्षकहरू भन्नाले चाहिँ शिक्षकहरूले पढाइरहेका हुन्छन् त्यो आइक्यू सम्बन्धी प्रश्नहरू विगत लामो समयदेखि, अनि उनीहरूलाई थाहा हुन्छ कस्तो प्रश्न सोध्न सक्छ, कस्तो प्रकृतिको सोध्न सक्ने हुन्छ, कुन विद्यार्थीको कति क्यापेसिटी हुन्छ, कुनलाई कति सिकाउनुपर्छ भन्ने चाहिँ शिक्षकहरूलाई थाहा हुन्छ। त्यसैले चाहिँ शिक्षकहरूबाट प्रशिक्षित हुने एउटा अवसर पाइन्छ। अनि समस्या समाधान गर्ने छिटो तरिका, हामीले चाहिँ यो आइक्यूमा सोध्ने प्रश्नहरू भनेको चाहिँ प्रॉफिट एन्ड लस, टाइम एन्ड वर्क, अनि रेसियो, पर्सेन्टेज, यस्ता प्रश्नहरू भनेको चाहिँ के हो भने सामान्य 9-10 कक्षामा सोध्ने प्रश्नहरू हुन्। हामीले चाहिँ त्यतिखेर प्रश्नको समाधान गर्दाखेरि चाहिँ कसरी गरेका थियौँ भन्दाखेरि एउटा प्रश्नको समाधान चाहिँ एउटा पाना अथवा चाहिँ 2टा पेजमा चाहिँ गरेर चाहिँ समाधान गरेका थियौँ। तर लोकसेवामा गरिने आइक्यूको प्रश्नहरू हामीले धेरै समय लिन सक्दैनौँ। हामीले चाहिँ बढीमा 1 मिनेट नभए नि त्योभन्दा कम अथवा चाहिँ 5-10 सेकेन्डमै पनि
त्यसको समाधान गर्नुपर्ने हुन्छ। अनि त्यसको लागि त हामीले 1-2 पेज लेखेर अथवा त्यो गर्न सम्भव हुँदैन। त्यसैले चाहिँ यसको सर्ट ट्रिक के छ? यसलाई चाहिँ कसरी चाहिँ छोटो समयमा समाधान गर्न सकिन्छ भन्ने कुरो चाहिँ त्यो इन्स्टिच्युटबाट थाहा हुन्छ। विभिन्न प्रकृतिका समस्याहरूको पहिचान र समाधानको उपायहरू जान्न। जस्तै प्रफिट एन्ड लसमा पनि हामीले खालि नाफा र नोक्सान मात्रै भन्ने कुरो होइन, अन्य विषयहरू नि छन्। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो अन्तर्गतका कस्तो कस्तो किसिमका प्रश्नहरू आउँछ, कस्तो भेराइटीका किसिमहरू आउँछ प्रश्नहरू आउँछ भन्ने कुरोहरू जान्न जरुरी छ। त्यो कुरो चाहिँ कहाँबाट थाहा हुन्छ भन्दा हामीले चाहिँ प्रोफेसनल ट्रेनिङ गऱ्यौँ भने थाहा हुन्छ। इन्स्टिच्युटतिर गएर पढ्यौँ अथवा कुनै अनुभवी शिक्षकसँग गएर पढ्यौँ भने थाहा हुन्छ। आफ्नो क्षमताको नियमित परीक्षण गर्न। लोकसेवा भनेको के हो भन्दाखेरि अरूसँग कम्पिटिसन नभएर आफैसँग कम्पिटिसन हो। आफू कति इम्प्रुभ भएँ भन्ने कुरो हो। अनिखेरि हामीले चाहिँ जस्तै लोकसेवा चाहिँ को इन्स्टिच्युटमा गएर चाहिँ पढिसकेपछि आफूलाई चाहिँ इम्प्रुभ गरेको अनुभव गर्छौँ र त्यही नै एउटा चाहिँ के हुन्छ भन्दाखेरि त्यसले गर्दाखेरि चाहिँ हामी अब विभिन्न प्रश्नहरूको समाधान गर्न सक्ने हुन्छौँ। नोट प्राप्त गर्न। अनिखेरि त्यहाँ इन्स्टिच्युटमा चाहिँ के हुन्छ भने प्रोफेसनल ट्रेनिङ गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ हामीलाई पढाइन्छ पनि र पढाइसकेपछि चाहिँ त्यो पढिएको कुराहरूको चाहिँ नोटहरू प्राप्त हुन्छ जसलाई हामीले पछि अध्ययन पनि गर्न सक्छौँ अथवा प्र्याक्टिस पनि गर्न सक्छौँ। जसले गर्दाखेरि हाम्रो आइक्यू इम्प्रुभ हुन्छ। आइक्यू अध्ययन सर्कल तयार गर्न। जस्तै सर्कल तयार हुन्छ, एउटा साथीहरू हुन्छ, त्यहाँनिर धेरै टिमहरू हुन्छन् आइक्यू पढ्ने। अनिखेरि त्यो टिमहरू बिच के एउटा के हुन्छ भन्दाखेरि सर्कल एउटा ग्रुप बन्छ। हाम्रो इन्फर्मेसनहरू सेयरिङ हुन्छ, हाम्रो समस्या सेयरिङ हुन्छ, अनिखेरि अनुभवहरू सेयरिङ हुन्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो आइक्यू इम्प्रुभमेन्ट हुन्छ। यसैले मुख्य 3 महिनामा चाहिँ के हुन्छ, हामीले प्रोफेसनल ट्रेनिङ गर्नुपर्ने भयो। कतिखेर चाहिँ बेसिक म्याथमेटिक्स सिकिसकेपछि। अनि फेरि त्यसपछि के गर्ने, प्रोफेसनल ट्रेनिङ सिकिसकेपछि रेफरेन्स बुकहरू सङ्कलन गर्ने र त्यसमा प्रश्नहरूको समाधान गर्ने। त्यसमा बजारमा विभिन्न किसिमका रेफरेन्स बुकहरू आउँछन्। कम्तीमा एउटा भए हुन्छ, बढीमा 2-3टा बुकहरू लिने। त्यो बुकहरूकोमा भएका प्रश्नहरूको चाहिँ हामीले समाधान गर्ने प्रयत्न गर्नुपर्दछ। पहिले परीक्षामा सोधेको प्रश्नहरूको हल गर्ने, यो पनि धेरै महत्त्वपूर्ण छ। किनभनेदेखि जस्तै विभिन्न समयमा चाहिँ विभिन्न प्रश्नहरू सोधिएको हुन्छ लोकसेवामा। त्यो प्रश्नहरूलाई कलेक्ट गरेर हामीले समाधान गर्न सक्यौँ भने चाहिँ त्यही प्रकृतिका प्रश्नहरू आउने हुन् र त्यसलाई चाहिँ हामीले चाहिँ समाधान गर्न सक्छौँ। अब भविष्यमा आउने प्रश्नहरू चाहिँ हामीले समाधान गर्न सक्छौँ यो प्र्याक्टिस गरिसकेपछि। सबैको नोट बनाएर राख्ने। हामीले जति कुरा पढ्यौँ, जति सिक्यौँ इन्स्टिच्युटमा बेसिक म्याथमेटिक्समा अथवा चाहिँ जति प्रश्नहरूको हल गऱ्यौँ त्यो सबैको चाहिँ एउटा नोट बनाएर राख्ने। जसले गर्दाखेरि चाहिँ एउटा के हुन्छ भन्दा कलेक्सन तयार हुन्छ, जसलाई चाहिँ हामीले छोटो समयमा रिभ्यू गर्न सक्छौँ पछि। अब 3 महिनासम्मको समयमा चाहिँ हामीले त्यति गरेपछि हामी एउटा तयारीको फेज हाम्रो सकिन्छ आइक्यूको। अब त्यसलाई चाहिँ हामीले खालि रिभिजन गर्ने अनि अलिअलि इम्प्रुभमेन्टमा मात्रै गर्ने हो। अब हामीले जस्तै परीक्षा तोकिसकेपछि परीक्षाको 20 दिन अघिदेखि 5 दिन अघिसम्म चाहिँ के गर्न सक्छौँ, के गर्नु पर्दछ भन्ने कुरो चाहिँ अब यहाँ छ। जस्तै विगतमा अध्ययन गरेका सम्पूर्ण समस्या समाधान तथा नोटको अध्ययन गरी सिक्ने र हालसालै भएका परीक्षाहरूमा सोधेका प्रश्नहरूको पुनः समाधान गर्ने। जस्तै अब विगतमा हामीले धेरै इन्स्टिच्युटतिर गएर बेसिक म्याथमेटिक्सहरू प्र्याक्टिस गरेर विभिन्न वर्ड क्वेसनहरू कलेक्सन गरेर जुन समाधान गरेका छौँ, जुन टेक्निकहरू सिकेर जुन नोट बनाएका छौँ, त्यो नोटलाई चाहिँ पुनः एकचोटि चाहिँ रिभिजन गर्नुपर्ने हुन्छ, त्यसलाई अध्ययन गर्नुपर्ने हुन्छ। कहिले भन्दाखेरि यो परीक्षाको 20 दिन अगाडिदेखि 5 दिन अगाडिसम्मको समयमा चाहिँ त्यो सम्पूर्णलाई हेरेर सिकेर चाहिँ अध्ययन गरिसक्नुपर्ने हुन्छ। अनिखेरि अब त्यो जुन हामीले अध्ययन गरेको समय र अहिलेको समयको बिचमा जति इक्जामहरू भए त्यो इक्जामहरूमा चाहिँ के आइक्यू प्रश्नहरू सोधे हो, त्यो प्रश्नको पनि यहाँनिर चाहिँ अब यो समयमा चाहिँ हामीले समाधान गर्नुपर्ने हुन्छ। अनिखेरि अब 5 देखि अघिल्लो दिनको बेलुकासम्म, जस्तै परीक्षा आज छ भने आज हिजोको बेलुकासम्म कहिलेदेखि भन्दाखेरि आजको 5 दिनभन्दा अगाडिदेखि, परीक्षाको 5 दिन अगाडिदेखि परीक्षाको अघिल्लो दिनको बेलुकासम्मको के कस्तो तयारी गर्नुपर्छ भन्ने कुरो अब यहाँ दिएको छ। सम्पूर्ण सिकेका कुराहरूको समाधान गर्ने, रिभिजन गर्ने, हेर्ने, कहीँ कन्फ्युजन छ कि भन्ने, त्यसलाई कन्फिडेन्ट भएर बस्ने त्यति दिन। अनि परीक्षाको अघिल्लो बेलुका र परीक्षाको दिन चाहिँ के कस्तो तयारी गर्ने भन्ने कुरोहरू यहाँ दिएको छ। जस्तै परीक्षाको अघिल्लो बेलुका, अब बेलुका के गर्ने त, जस्तै भोलि परीक्षा छ आज बेलुका के गर्ने भन्ने विषयमा चाहिँ के छ भन्दाखेरि नुहाउने। सबभन्दा पहिला बेलुका नुहाउने। नुहाइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो तनाव कम हुन्छ, हामी फ्रेस हुन्छौँ। अनिखेरि त्यसले गर्दाखेरि चाहिँ हाम्रो नुहाउँदाखेरि धेरैवटा फाइदा छ। अब यसले के गर्छ भन्दा पनि सफा सुग्घर गर्छ भन्ने कुरो एउटा ध्यान दिउँ र हामीले नुहाउनुपर्छ त्यो दिनको बेलुका चाहिँ।
यो एउटा डिसिप्लिन हो। परीक्षामा चाहिने सम्पूर्ण सामग्रीहरू जस्तै प्रवेशपत्र, कलम, स्केल, पेन्सिल तयारी गरी सुरक्षित राख्ने। जस्तै भोलि परीक्षा दिन जानु छ भने आज बेलुका चाहिँ अब भोलि इक्जाम दिन जानलाई के चिजहरू आवश्यक पर्छ, जस्तै प्रवेशपत्र आवश्यक पर्छ, कलम आवश्यक पर्छ, स्केल आवश्यक पर्छ, पेन्सिल आवश्यक पर्छ, अथवा के आवश्यक पर्छ त आफूलाई, त्यो चिजहरूलाई चाहिँ एउटा सुरक्षित ठाउँमा चाहिँ सुरक्षितसँग राख्ने, ताकि भोलिपल्ट त्यो खोज्ने बित्तिकै भेटियोस्। परीक्षामा लगाएर जाने कपडा तयारी गरेर राख्ने। भोलि परीक्षामा म कुन ड्रेस लगाएर जानेछु भन्ने कुरो चाहिँ अगाडि नै सोच्ने र त्यो ड्रेसलाई चाहिँ एक ठाउँमा सुरक्षित ठाउँमा तयारी गरेर राख्नुपर्दछ। अब परीक्षामा कति बजे पुग्ने? परीक्षा भोलि कति बजे हो, त्यहाँ कति बजे हो भने कति बजे पुग्नुपर्छ? विशेष गरी आधी घन्टा 1 घन्टा अगाडि नै पुग्नु राम्रो हुन्छ। अनि त्यतिखेर पुग्नको लागि कतिखेर घरबाट हिँड्ने, केमा जाने, किनभने केमा जानेले चाहिँ कतिखेर हिँड्ने भन्ने कुरो डिटरमाइन गर्छ। त्यसले गर्दाखेरि समयमै इक्जाम पुग्न सकियोस् भन्ने कुरोको आजै प्लानिङ गर्ने, आजै बेलुका प्लानिङ गर्ने मजाले भने, अनिखेरि भोलि कतिखेर इक्जाम हो, कतिखेर यहाँबाट हिँड्दाखेरि केमा हिँड्दाखेरि कतिखेर हामी पुग्छौँ भन्ने कुराको चाहिँ आजै योजना बनाउने। आफूलाई सबैभन्दा मनपर्ने खानेकुरा पर्याप्त खाने। आफूलाई मनपर्ने खानेकुरा चाहिँ मजाले खाने, पर्याप्त खाने अघिल्लो दिनको बेलुका, अनि चाँडै सुत्ने, किनभने निन्द्रा पुग्नु जरुरी छ, फ्रेस माइन्ड हुनु जरुरी छ, तब मात्रै इक्जाम राम्रो हुनसक्छ। आफूले जति सिके पनि यदि निन्द्रा पुगेको छैन र आफ्नो दिमाग स्वस्थ छैन भनेदेखि हाम्रो इक्जाम बिग्रिन्छ नै। त्यसै कारणले गर्दाखेरि परीक्षाको अघिल्लो रात चाँडै सुत्नु पर्दछ। अब बिहान के गर्ने भन्ने कुरो चाहिँ, बिहान निन्द्रा पुगेपछि मात्रै उठ्ने। आज इक्जाम छ भनेर चाहिँ सधैँ 6 बजे उठ्ने, तर आज 4 बजे उठ्ने गर्नु हुँदैन, किनभने यसले गर्दाखेरि हाम्रो चाहिँ निन्द्रामा चाहिँ डिस्टर्ब हुन्छ। निन्द्रा राम्रोसँग पुगेन भने तनाव बढ्दछ। त्यसैले निन्द्रा राम्रोसँग पुगेपछि मात्रै उठ्ने। सुत्नु जरुरी छ, आराम जरुरी छ मस्तिष्क र स्वास्थ्यको लागि। समय भएमा गाह्रो ठानेका प्रश्नहरूको रिभिजन गर्ने। जस्तै हाम्रो इक्जाम 12 बजे छ, हामी 6 बजे उठ्छौँ भनेदेखि के छ भन्दाखेरि खाजासाजा खाएर हामीले गाह्रो ठानिएका प्रश्नहरू अथवा चाहिँ आफूलाई अलिअलि कन्फ्युजन लागेका प्रश्नहरूलाई चाहिँ एकचोटि रिभिजन गर्ने, अथवा भ्यायो भने सबै रिभिजन गर्ने, किनभने यो त आइक्यू भनेको त धेरै हुँदैन, गर्नुपर्दछ। अनि तनाव नलिने, कुनै पनि चिजको तनाव नलिने, एकदम खुसी हुने, तनाव लिनु हुँदैन। इक्जामको दिन कुनै पनि चिजको मजाले बस्ने, आराम गर्ने। अनिखेरि आफूलाई मनपर्ने खानेकुरा प्राप्त गर्ने। आफूलाई मनपर्ने खानेकुरा परीक्षाको बिहान मजाले बनाएर खाने, खुसी हुने, किनभने स्वस्थ डायटले मानसिक स्वास्थ्यलाई राम्रो गर्दछ। समयमै परीक्षा भन पुगी आफ्नो सिटमा बस्ने। ल, परीक्षाको बिहानमा चाहिँ यसरी बस्नुपर्दछ। यति गरेपछि चाहिँ यति तयारी, जस्तै हामीले सुरुमा के गर्नुपर्छ भने बेसिक म्याथमेटिक्स सिक्ने, त्यसपछि इन्स्टिट्युटमा गएर सिक्ने, त्यसपछि नोटहरू तयारी गर्ने, प्र्याक्टिस गर्ने, अनि त्यसलाई चाहिँ विभिन्न समयमा चाहिँ रिभिजनहरू